यो चाहिँ फेरि के भन्नु होला, यो चाहिँ काँचो केरा है। पहिला चाहिँ कति पोलेर खाइन्थ्यो कि, पोलेर खानुको बेला यसको छुट्टै मजा छ कि। यसलाई चाहिँ के पोल्ने, अनि पहिला चाहिँ त्यो अठ्या केरा हुन्थ्यो क्या, दाना भएको त्यस्तो खान्थ्यौँ। पोलेर मिठो हुन्थ्यो काँचै केरा। अनि पकाएको केरा 1 महिना हुन आँटिसक्यो, पाकेकै छैन। अनि मेरो पालो पनि त्यसका बाजे निकालेर ठिक्क आगो बालिरहेको बेला पोलेर खाऊँ भनेर खाएको है। ट्राई गर्नु पर्यो। पहिला त कस्तो मिठो हुन्थ्यो। तपाईँहरू पनि केरा पाएको छैन यसरी पोल्दै खानु, कस्तो मिठो हुन्छ, गुलियो हुन्छ। पहिला जमानामा त टन्नै खान्थ्यो। आज फेरि ट्राई गरेँ, कस्तो मिठो भयो। तपाईँहरू पनि ट्राई गर्नु होला। यो चाहिँ फेरि के भन्नु होला, यो चाहिँ काँचो केरा है। पहिला चाहिँ कति पोलेर खाइन्थ्यो कि, पोलेर खानुको बेला यसको छुट्टै मजा छ कि। यसलाई चाहिँ के पोल्ने, अनि पहिला चाहिँ त्यो अठ्या केरा हुन्थ्यो क्या, दाना भएको त्यस्तो खान्थ्यौँ। पोलेर मिठो हुन्थ्यो काँचै केरा। अनि पकाएको केरा 1 महिना हुन आँटिसक्यो, पाकेकै छैन। अनि मेरो पालो पनि त्यसका बाजे निकालेर ठिक्क आगो बालिरहेको बेला पोलेर खाऊँ भनेर खाएको है। ट्राई गर्नु पर्यो। पहिला त कस्तो मिठो हुन्थ्यो। तपाईँहरू पनि केरा पाएको छैन यसरी पोल्दै खानु, कस्तो मिठो हुन्छ, गुलियो हुन्छ। पहिला जमानामा त टन्नै खान्थ्यो। आज फेरि ट्राई गरेँ, कस्तो मिठो भयो। तपाईँहरू पनि ट्राई गर्नु होला।